अब पहिला माला टिका लाउनु त नातिनी लागे छोरे नि कासा भाउजू हुन्छ नि भाउजू पनि चाहियो यसलाई चाहिँ गर्दा हुनु भने यसलाई अगाडि राखेर लगाइदिउँ न सजिलो हुन्छ यो थोरै साह्रो हुन्छ के गरौँ अनि निधारमा सिधा पार्नु पाए हुन्थ्यो सबु ठिक भएको छ कि न सब सिद्राहरू ऐलाहरू के छ ऐलाको सट्टामा अरू गर्दा पनि हुन्छ आउँदै चाहिँ चिनाउनु ल अगाडि चिनाउने है भित्राउँदा यता चिनाउने उहाँ जहिले चिनाउने अझी ठुलोबा ठुलोमा दादा भन्छ टिका त निधार फेरि हुन्छ होला छेमा दिनु न पहिला टिका लगाइसक्नु सबै फेरि टिका लगाउने कता सामान थाप्नु गाह्रो हुन्छ धो पनि छ धो दिनुपर्छ धौरा ठिक पारा थुतरी गर्नु यसमा छ न भा खै धोला सामान भाइ को छ भित्रमा त चाहियो बहिनी छ अनि आउनु न कान्छी भाउजू मात्रै घर रुँदैछ पर ठिकै छ पालो पालो हुँदा सबै एकैचोटि कहाँ हुन्छ त अब यो महत्त्वपूर्ण कार्य हो होइन यसलाई मध्यनजर ख्याल गर्नुपर्छ अनि हामीले दिने के गर्छ साबुन छिपाएर कपडाहरू के छ दिनुहोस् ड्राइभरलाई के ल्याएको छैन त्यस्तो के कहिले दिनु भएको छ भने है छैन भने भरे गर्दैछ ल अहिले टिका गरौँ सगुनमै सक्नु त्यसो गर्नु एउटा सगुन खाउँ अनि उताबाट उहाँले के ल्याउनु भएको छ भने छ छैन भने पर्छ धोने काममा चाहिँ गरौँ नहीं नहीं ठीक छ पहिले छोरीले अरु त ढोग्नु पर्यो के भन्छ छोरीले ढोग्नु पर्यो नहीं ठीक छ पानी खानुलाई दिएको पानी
तेरो पाला म छु भनेर आके छैन भन्दै थियो कसको ढुङ्गो होइन ज्वाइँको बहिनीले ज्वाइँ कसको ढुङ्गो बहिनी ज्वाइँ बहिनी चाहिँ खुट्टा ढोगेर है आमाले सिकाउनु हुँदैछ पर मलाई 신도적인 비주. 신도적인 수학이. 지우자가 나는. 저한테 하던 거 있어요. 나반론이 되가. पैसा हेर्थे अरू को हुनुहुन्छ अब एउटा भदा छ भन्दा चाहिँ कान्छा छैन नि छैन उ अघि गइसक्यो बेला भइहाल्यो उहाँले अब फुर्सद जाला दिवस सकियो दिदीको मुखै छ अब भदा आयो गिलासहरू दाजु भदा जसो खोइ जसो स्कुल दिने त घरबाट हो नि त घरबाट भाइले होइन ल बिस्तारै बिस्तारै आशीको सिधै त गर्नु यो बुहारीहरूले दिँदा नि हुन्थ्यो कि भन्छ है हुन्छ बोला सक्छु हुन्छ भदाले जति हुन्छ ढोग्न यहाँ अब होइन अब यहाँ पनि सिद्धिन आँकिहाल्यो त्यही त यहाँ अब अनि यता पहिले के दिनुपर्ने सक्नु त्यसरी त्यो पहिला अब नानीले त्यसरी नै है रक्सीमाथि अन्डा दिनुपर्छ अब यो थोरै यसलाई थोरै जहिले दिनु पहिला एउटा हुन्छ अर्को पनि एउटा नानीलाई हामीले पनि दिनुपर्ने सबैले गइहाल्छ यो यतापट्टि अन्त होइन
अब राइटमा चाहिँ यो न जुस बिर्सियो अब त्यस्तो भिडियो त्यहाँ बाँकी छ होला अन्डा बाँकी छैन दिन त दिन्छ नि ल खाना नखाइजान्छौ त खाना खान जानु अन्त खाना जानु पदैन निरी जाने हुन्छ सम्झना हुन्छ सम्झना हुन्छ नि यस्तो यस्तो कुरा रमाइलो गर्दै किन आउनु भाइ बढ्दै पनि चिनाउनु राम्रो छ देखे पनि चिनाउनु पर्छ भाग्य मैले भन्नु पर्छ भाइ भाइ गोरा के अरे यो गीताको सासूमाले पछि फेरि अब सबको फोटोग्राफर जस्तो पछाडि ढाडमा त्यहाँ आउँछ भनेर आज भोज भाइ तल होइन बस खुट्टा जुत्ता लाग्छ यो सबै रेकर्ड भइरहेको छ है खुट्टा गनाएको पनि त्यसमा चाहिँ